राखिदिनु हुन चाहिँ जुन यो 7 दिनको सिमेन्टको कमला बनाउने तालिममा चाहिँ के कस्तो भयो र सिकाएर के कसरी सिक्नुभयो त्यो विषयलाई चाहिँ यति प्रशिक्षक सर श्री दुर्जे लामाज्यूलाई चाहिँ म छोटो मन्तव्य राखिदिनु भनेको म हार्दिक अनुरोध गर्छु। सर्वप्रथम त दर्शक सरलाई धेरै धेरै धन्यवाद। त्यसै गरेर यो कार्यक्रमलाई तपाईँको सत्य र भव्य पार्नलाई आउनुभएको हाम्रो उपमेयरज्यू अध्यक्षज्यू उद्योग तथा वाणिज्यको सरहरू हुनुहुन्छ, अरू सबै सरहरूलाई र अब तालिम दिनुभएको दिदीबहिनीहरूको सबैलाई नमस्कार। आज हामीले लगभग 1 हप्ताको तालिमले सिकाइसक्नु भएको छ। त्यसले गर्दा आज कार्यक्रम पनि लगभग आज तालिम पनि सिकेको छ। हजुरहरूलाई हामीले 1 हप्ताको तालिम दिएकोमा चाहिँ हजुरहरूलाई कस्तो लाग्यो दिदीबहिनीहरूलाई? योले चाहिँ केही फाइदा देखे कि बेफाइदा देखे कि हजुरहरूलाई कस्तो लागेको छ? ल हजुरहरूलाई धन्यवाद। त्यसै गरेर हजुरहरूले जानेको सिपलाई चाहिँ यो चाहिँ बजारीकरण गर्नु नसके पनि घरमा भए पनि राम्रोसँग बनाएर आफ्नो घरमा सिमेन्टको गमलामा चाहिँ फुल फुलाउने, आफ्नो घरको चाहिँ शोभा बढाउने काम गराउनुहोस् हैन, गर्नुहोस्। किनभने यसले चाहिँ किनभने हजुरले बजारमा किन्ने भन्दा अलिक सस्तो मूल्यमा पनि बन्यो, आफ्नै घरमा बनायो भने हेर्नुहोस् हैन। त्यसले गर्दाखेरि हजुरहरूले चाहिँ के गर्नुहोस् भने सक्यो भने अलिकति बनाएर पनि अब बनाइसकेपछि अरूले पनि देखिन्छ हैन, बनाइसकेपछि देखिसकेपछि अरूले पनि हामीलाई पनि 2-4 वटा दिनुहोस् न कति लाग्ने हो त्यो पनि भन्न सकिन्छ हेर्नुहोस् हैन। त्यसले गर्दाखेरि यो सिक्ने मात्रै होइन, बिस्तारै आफ्नो घरमा बनाउने, कुनै सक्यो भने बेच्नलाई पनि बनाउने प्रयास गर्नुहोस् हेर्नुहोस् हैन। अब यो 7 दिनको कार्यक्रममा हामी 7 दिनसम्म यहाँ बसेर उहाँहरूलाई सिकायो। त्यसको लागि अब हाम्रो शिव सरले चाहिँ हामीलाई त्यहाँबाट भक्तपुरबाट आउनलाई यहाँसम्मलाई धेरै अब खानपिनदेखि लिएर बस्नेदेखि लिएर सम्पूर्ण सुविस्ता दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आज उहाँ वडा अध्यक्षसम्म देख्नु भएको छ, हामीले भोलि प्रदेश मन्त्रीसम्म भएको देख्नु पाओस्। यो तपाईँको बजारले चाहिँ तपाईँको काठमाडौँको बाली साहाले जस्तो हराभरा गरेको, चारैतिर गमलाको फुलै फुल फुलेको देख्नु पाओस् भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालन गरिराख्नु भएको कार्यक्रम सञ्चालनलाई। आज हाम्रो यो 7 दिने सिमेन्टको गमला बनाउने तालिम कार्यक्रमका सभाध्यक्षता ग्रहण गरिराख्नुभएका लघु उद्यम समितिका अध्यक्ष एवं विशेष